अमिलो पिरो ट्वाक्क परेको चिकन अचारको रेसिपी चाहिन्छ भने चाहिँ यो भिडियो हेर्नु होला है। फर्स्टमा चाहिँ हामीले जिरा धनियाँ मेथी ज्वानो र तोरी लिने अनि त्यसलाई मजाले भुट्ने, रातो भएर भुटिन्छपछि त्यसलाई निकालेर एउटा प्लेटमा राख्ने है। अनि त्यसपछि एउटा यो भाँडा लिएर तेल खौरिन दिने। जब तेल तात्दै गर्छ हामीले मासुलाई सानो सानो पिस बनाउँछौँ। अनि बनाएपछि त्यो सुकेको खुर्सानी लिएर त्यो सुकेको खुर्सानीलाई कालो भइन्जेलसम्म हामीले पकाउनुपर्छ। त्यसपछि अघि टुक्रा पारेको मासुलाई हामीले त्यो प्यानमा राखेर भुट्ने, अब मजाले भुट्ने। यो भुट्दै गर्दाखेरि चाहिँ हामीले यतापट्टि लसुन र अदुवालाई सानो सानो पिस पारेर काट्ने। त्यसपछि अघि पिनेको खुर्सानी अनि अदुवा र लसुनको पेस्ट बनाउने। अनि अहिलेको यो मसलाको धुलो भयो त्यसलाई पनि मिक्सरमा हालेर धुलो बनाउने। अब यो मासुलाई चाहिँ यति रातो पारेर भुट्ने र एकदमै गोल्डन ब्राउन भएपछि बल्ल निकाल्ने। निकालेर यस्तो हुन्छ। अनि अघि काटेको लसुन अदुवालाई त्यही तेलमा नै फ्राई नै गर्ने, तेल वेस्ट गर्नु भएन, त्यसमै नै फ्राई गरिदिने है। अनि त्यो मसलालाई पनि हालिदिने। अनि मसलालाई हालेपछि मजाले चलाउने। अनि नुन पनि स्वादअनुसार नुन पनि राख्नु पर्यो। नुन राखेपछि अब हामीले एकछिन चलाएर यस्तो कालो कालो हुन्छ नि, अनि त्यसपछि हामीले अब पेस्ट राख्नुपर्छ। त्यो अघिको पेस्ट राख्ने। यसरी राख्यो पेस्ट चाहिँ अनि चलाउने अब मजाले। चलाएर चाहिँ अब यस्तो रातो रातो हुन थाल्छ, आफै कलर आउँछ, केही कलर हाल्नु पनि पर्दैन। अनि त्यो अहिलेको हामीले पकाएको मासुलाई चाहिँ अब त्यो राख्नु पर्यो त्यो मसलामा अनि मिक्स गर्ने। मसलालाई एकदम मजाले मासुमा युज गरेपछि अलिकति यस्तो बन्छ, जुसी जुसी टाइपको बन्छ। त्यसमा चाहिँ अब लेमन हाल्ने, भिनेगर पनि लिन सक्नुहुन्छ, तर मैले चाहिँ लेमन लिएँ। त्यसपछि यस्तो मिठो भयो अचार टक्क। अब यति धेरै गाह्रो छैन, धेरै सजिलो नै छ। अनि मैले चाखेँ, कस्तो मिठो रहेछ कि। आफूले बनाएको आफै चाख्दा त लास्टै मिठो लाग्यो कि।